हाई गाइज वेलकम टु माई नेक्स्ट भ्लग। यो भ्लग चाहिँ 2082 सालको माघे सङ्क्रान्ति अझै भनौँ माघ 1 गतेको है। यो भ्लगमा चाहिँ हजुरहरूले मैले माघे सङ्क्रान्ति कसरी आफ्नो फ्यामिलीसँग सेलिब्रेट गरेँ भनेर देख्न सक्नुहुन्छ। पुष मसान्तिको दिन नै हामी 3जना दिदीबहिनी भएर प्लान गरेर भोलि छिट्टै उठेर गण्डकी नुहाउन जानुपर्छ है भनेर प्लान गरेर सुतेको थियौँ। त्यही भएर सङ्क्रान्तिको दिन बिहान उठेर हामीले घरमा नुहाइधुवाइ गरेर अब गण्डकी नुहाउनतर्फ लाग्यौँ। 3जना दिदीबहिनी प्लस माथिको 1जना दिदी गरेर 4जना भएर बिहान नै घाम नउदाउँदै निस्किसकेको थियौँ। चिसो छ पुरा। हाम्रो पुल हाम्रो उत्तरवाहिनी क्षेत्र घाम पनि आउनै छ तर हामी आइसक्यौँ। अब यहाँ मान्छेहरूको भिड पनि हुन्छ अहिले जति उस हुन्छ अहिले चाहिँ अलि धेरै नै बिहान भएको भएर मान्छेहरू छैनन्। यो चाहिँ हाम्रो यस्तो गुरुकुल हो, यहाँ संस्कृत विद्यालय पढाइ हुन्छ संस्कृत। हाम्रो शिवलिङ्गहरू 108वटा शिवलिङ्गहरू यहाँ हुनुहुन्छ। यो साइडमा चाहिँ हाम्रो खेतहरू छ, त्यो साइडमा देखिने यहाँबाट यस्तो राम्रो भ्यू छ। यस्तो आनन्द कहीँ घर पाइन होला यो भ्यू चाहिँ यस्तो दामी छ गण्डकी हाम्रो उत्तरवाहिनी क्षेत्र मालुङ्गाको सेङ्जा गलेङ नगरपालिका 1 मा। अनि यो ल हेर्ने स्ट्याचु यस्तो राम्रो भ्यू छ। ए दिदीहरू मलाई छुट्टै जानुभयो, खालि भिडियो बनाउने चक्करमा म लास्टमा पर्छु कि जहिले जहाँ पनि अचेल भ्लगिङ स्टार्ट गरेको अलिअलि अनि म अड्किन्छु। यस्तै झर्ने हो यहाँबाट। यो चाहिँ हाम्रो खेतहरू हो, हाम्रो खेतहरूको एरिया यही हो। यस्तो पानी यहाँ कलकल सिटी छ। यो नेउपानीहरूको खेत हो यहाँ फेरि देखिन्न सबै हाम्रो खेतहरू हो। नेउपानीको खोला कला यहाँ दर्शन गरिसक्नु भयो र? ल कति राम्रो बाहिर हिँडिसक्नु भयो बिहान हाम्रो दिदी खुसी भएर उत्तरवाहिनी क्षेत्र नाइस। कति राम्रो छ न, कति सफा पानी पनि बाहिर शिवलिङ्ग यो नाइस। हरे कृष्ण ल मेरो दिदीहरू चाहिँ पूजा गर्न सुरु गर्नुभयो। पौडी आउँदो रहेछ दिदीलाई त ल म हजुरलाई चिसो हुन्छ नि गरिदिनु। क्षेत्र अब म गण्डकीको स्पिडमा दौडिन्छु। लेट्स गो 1 2 3 4 6 7 8 कहाँ सकिन्छ र? हामी चाहिँ फर्किसक्यौँ। गण्डकीमा पूजा गरिसकेपछि चाहिँ हामी गण्डकीमाथि एउटा मन्दिर छ त्यो मन्दिरमा पूजा गऱ्यौँ, दर्शन गऱ्यौँ। त्यसपछि त्यही मन्दिरको साइडमा फेरि हाम्रो नेउपानेहरूको कुल मन्दिर छ, त्यो मन्दिरमा गएर पनि दर्शन गऱ्यौँ।
र यही खाडा भन्ने ठाउँमै हाम्रो ठुलबाबाको चाहिँ गाई फार्म छ। थुप्रै गाईहरू पाल्नुहुन्छ उहाँले। अनि त्यसपछि ठुलमम्मी त्यहीँ हुनुहुन्थ्यो। अनि ठुलमम्मीले चाहिँ चिया खाऊँ अनि त्यसपछि सँगै घर निस्किउँला भन्नुभएको थियो। अनि त्यही भएर हामी त्यहाँ पस्यौँ र चिया बनाएर खायौँ, रमाइलो भयो। त्यसपछि फेरि हामी सबै भएर गफ गर्दै माथि घरतिर निस्कियौँ। त्यहाँबाट निस्किसकेपछि घर पुगेर आमाले, मम्मीले, ड्याडीले सबैले हामीलाई टिका लगाइदिनु भयो, आशीर्वाद दिनुभयो र पैसा पनि दिनुभयो र हामीले मिठो मिठो बनाएर खायौँ। त्यो सबैको क्लिप चाहिँ मैले लिन बिर्सेछु। यसरी मेरो माघे सङ्क्रान्ति चाहिँ ओभरअल राम्रोसँग रमाइलोसँग बित्यो। र माघे सङ्क्रान्तिकै दिन चाहिँ मेरो दुइटै दिदीहरू घर जानुभयो अनि म मात्रै घर बसेँ। माघको 2 गते चाहिँ बिहान बिस्तारामै आन्टीले मलाई चिया र नास्ता लिएर आइदिनु भएको थियो। अनि त्यो खाएँ, खानासाना खाएर रेडी भएर मलाई फेरि आज मामा घर निस्किनु थियो। मेरो मामा घर चाहिँ पाल्पाको दैलातुङ भन्ने ठाउँमा हो। र अब नेक्स्ट क्लिपहरू चाहिँ म मेरो मामा घरतर्फको देखाउने छु है त। खासमा मलाई चाहिँ लिन मामा घरबाट मामा आउनु भएको थियो। हामी बाइकमा गएको थियौँ। तर मामालाई चाहिँ बराङ्दी भन्ने ठाउँमा सानो काम परेकोले हामी चाहिँ त्यहाँ रोकेको थियौँ। र बराङ्दीमा चाहिँ यस्तो रहेछ भ्यूहरू, यस्तो राम्रो ठाउँ रहेछ। अनि यो ट्याङ्कीहरू चाहिँ यस्तो हुने रहेछ कि पानी स्टोर गर्ने, कस्तो राम्रो लाग्यो कि मलाई। अनि त्यही भएर मैले एउटा क्लिप लिएको थिएँ। गाउँहरू पनि एकदम राम्रो, एकदम सफा, कस्तो राम्रो भाइब्स आउने के। सबैको घरको अगाडि चाहिँ फुलहरू फुलेको, एकदम सफा घर वरिपरि पनि। अनि कस्तो गाउँको भाइब्स आउने के। अनि घाम चाहिँ डाँडा पारी पुगिसकेको थियो। लगभग 4:30 लगभग 5 नै बज्न लागिसकेको थियो। त्यसपछि चाहिँ हामी मामा घर पुग्यौँ। मामा घरको नेक्स्ट डेको बिहान चाहिँ यस्तो देखिएको थियो है इन्भाइरोमेन्ट। मेरो मामा घरमा एउटा सानो बेली पनि रहेछ, कति राम्रो कलरको, कति राम्रो। अनि मैले त्यसको पनि एउटा क्लिप लिएको थिएँ। मस्त बसेर घाम तापिरहेको थियो। र यहाँ मेरो मामा घरको आमा चाहिँ मकै सुकाउने, छोडाउने, खै के बिउहरू अल्छाल्ने के गर्नु भएको थियो। अनि चाहिँ यो नेपाली ट्रेडिसनल फुडहरूमा चाहिँ कुराउनी सबसे बेस्ट हो। त्यही भएर म आउने थाहा पाएपछि कि त आमाले पहिल्यै बनाएर राखिदिनुहुन्छ कि त म गएपछि कुराउनी बनाउनु मेरो मामा घरमा इज कम्पलसरी। सबसे मिठो लाग्ने मलाई भनेको चाहिँ मेरो मामा घरको आमाले बनाएको सादा कुराउनी हो कि। यस्तो मजाले पकाइदिनु भएको थियो बिचरा। यस्तो आगोमा बसेर मेरो लागि कति मेहनत गर्नुभएको थियो। थ्याङ्क यू आमा, आई लभ यू सो मच। गएको दिन नै भइहाल्यो। अनि अर्को दिन चाहिँ हामीले कुराउनी पकायौँ, खायौँ, गफ गऱ्यौँ, बस्यौँ। साँझ फेरि बटुकहरू पकाएर खायौँ। त्यो सबैको क्लिप चाहिँ मैले लिन बिर्सेँ। यसरी मेहनत गरेर कुराउनी बनाइसकेपछि चाहिँ आमाले कुराउनी खाना आऊ नानी भन्नुभयो। अनि त्यसपछि म खुसी हुँदै गएँ र आमाले चाहिँ मलाई 1 कटौरा कुराउनी दिनुभयो। अनि त्यसको पहिला चाहिँ फोटो भिडियो गरेर मात्रै मैले खाना थालेँ। एकदम मिठो बनाइदिनु भएको थियो। र यो चाहिँ मेरो प्यारी आमा हो, कति राम्री हुनुहुन्छ। अर्को दिन चाहिँ बिहानै खानासाना खाएर छिटो गरेर मामा र म चाहिँ निस्क्यौँ। यो चाहिँ मेरो मामा घरको वरिपरिको भ्यू हो, राम्रो छ यो पनि। फेरि बराङ्दी भन्ने ठाउँमा आउँदाखेरि चाहिँ हाम्रो गाडी बिग्रेको थियो। अनि त्यही बेलामा चाहिँ फेरि मैले यस्तरी क्लिपहरू लिएको थिएँ, कस्तो राम्रो लाग्यो। अनि त्यही भएर यो क्लिपहरू लिएको थियो, त्यो पनि मैले यहीँ एड गरिदिएको छु है त। मैले अघिल्लो भिडियोमा पनि भनेको थिएँ म चाहिँ नेचर लभर हो। त्यही भएर मैले चाहिँ कहीँ पनि केही नेचुरल राम्रो सिनहरू देख्यो भने फोटो खिचिहाल्छु कि भिडियो गरिहाल्छु। मेरो मोबाइलमा चाहिँ मेरो आफ्नो पर्सनल फोटोहरू भन्दा चाहिँ बढी यो नेचुरलको भ्यूहरूको फोटो धेरै हुन्छ। म चाहिँ अब्सेस विथ नेचर हो। त्यही भएर त त्यसै पनि राम्रो थियो त्यतिकै पनि। अनि यसमा चाहिँ प्लस हिमालको भ्यू पनि देखिने रहेछ, यति राम्रो देखेको थियो। यो चाहिँ लगभग बिहानको 7:30 बजेतिरको भ्यू हो। पाल्पाको बराङ्दी भन्ने ठाउँको भ्यू चाहिँ यस्तो राम्रो छ। हजुरहरूलाई पनि घुम्न मन लाग्छ भने, हेर्न मन लाग्छ भने आउन सक्नुहुन्छ। होइन भने यही मेरो ब्लगबाट हेरेर चित्त बुझाए पनि भयो। अनि म चाहिँ यताबाट गएर ड्याडीलाई उताबाट बोलाएको थिएँ र मालपोतमा भेट भएर हामीले चाहिँ यहाँ थोरै काम गर्नुपर्ने थियो। त्यो गरेर हामी चाहिँ मेरो माइली फुपूको घर पाल्पाको सराई भन्ने ठाउँमा गयौँ। यहाँ फेरि मेरो ड्याडी फेरि मेरो ब्याग बोकेर टुई टुई आई गर्दै हिँड्नु भएको छ। हो यो हाम्रो गडेरी होइन, बेलुकी कुरो गर्नु ड्याडी यहाँ पुगेर चिया नास्ता खाइसकेपछि हामी चाहिँ रेस्ट गर्दै थियौँ। ड्याडी चाहिँ मस्त मोबाइल हेरेर बस्नु भएको थियो। दिदी चाहिँ भाइ बहिनी आयो भनेर मक्ख पर्दै यताउता गरिराख्नु भएको थियो। अनि एउटा कुरा चाहिँ यस्तो छ स्पेसल हाम्रो भेनाजुको कि दिदीलाई किचनमा छिर्नु नै पर्दैन। सबै खाना बनाउने, नास्ता बनाउने, यताउता सबै हाम्रो भेनाजुले गरिदिनुहुन्छ। हाम्रो दिदी चाहिँ एकदम लकी हुनुहुन्छ। र नेक्स्ट डे मर्निङ चाहिँ हामी दिदी, म अनि ड्याडी भएर चाहिँ हाम्रो आफ्नो घडेरी हेर्नतर्फ लाग्यौँ। भिनाजुले चाहिँ खाना बनाउँदै हुनुहुन्थ्यो। बिहानी पख चाहिँ घाम लागेको थिएन, अनि कुहिरो परेर यस्तो भएको थियो। अनि उतिखेरै फेरि घाम आयो, अनि त्यसपछि कुहिरो सबै गायब भएर एकदम रमाइलो मौसम भएको थियो। पछि चाहिँ यहाँ चाहिँ परेवाहरू बसेर कति मजाले खाइराखेको रहेछन्। अनि एकैचोटि सबै उडेको कस्तो राम्रो देखिएको, त्यसको पनि सानो एउटा क्लिप मैले यसमा एड गरिदिएको छु है। यो चाहिँ हाम्रो घडेरी हो, दिदीको घरको साइडमै हाम्रो घडेरी छ। अनि यो घडेरी हेर्न गथ्यौँ हामी।
नेक्स्ट डे म चाहिँ बुटोलतर्फ फर्किएँ। यसरी म घरबाट मामा घरबाट दिदीको घर हुँदै बुटोलबाट फर्सा टिकट रिटर्न भएँ। मेरो ब्लग हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। सी यू इन द नेक्स्ट ब्लग। बाई बाई। यो चाहिँ गण्डकी नुहाउँदाखेरिको हामी सबैको ग्रुप फोटो र यो चाहिँ गण्डकी माथिको शिलामा हामी सबैको ग्रुप फोटो। यो चाहिँ गण्डकीको ठ्याक्कै माथिपट्टि कृष्ण महामन्त्र लेखेको छ, त्यहाँ पनि मैले एउटा फोटो खिचेको थिएँ। यो चाहिँ गण्डकी माथिको हामी सबैको साझा मन्दिर। यो चाहिँ पाल्पाको बराङ्दीमा पानी स्टोर गर्ने सिमेन्टको ट्याङ्की कस्तो राम्रो लाएर मैले फोटो खिचेको थिएँ। यो चाहिँ मेरो मामा घरको कति राम्रो क्युटवाला बिल्ली र यो चाहिँ मेरो मामा घरको प्यारी आमा, यति बुढी हुँदा पनि यस्तो राम्री हुनुहुन्छ। र यो चाहिँ बराङ्दीको एकदम राम्रो हिमाल देखिनेवाला नेचुरल भ्यू, एकदम राम्रो। र यो चाहिँ मेरो प्यारो डेडी मालपोतमा काम सकिएपछि मैले एउटा फोटो खिचेको थिएँ मेमोरी। यो चाहिँ आमाले बनाइदिएको मिठो 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 कुराउनी। अनि यो चाहिँ मेरो एकदमै राम्री गुडिया जस्तै मेरो प्यारी मामा घरकी आमा, धेरै माया।